हेलो एभ्रिवान, इट्स मी रिता कुलुङ। अनि आज चाहिँ म आफ्टर लङ टाइम आइसकेको छु मेरो न्यू भ्लगमा। अनि आज चाहिँ विशेष गरी मैले यो भ्लग बनाउनुको रिजन चाहिँ के थियो भने, आज चाहिँ मैले जुन स्कुलमा काम गरिरहेको थिएँ योभन्दा मतलब 10 वर्ष अगाडिदेखि, त्यो स्कुलको चाहिँ आज मेरो लास्ट डे हो। अनि आज चाहिँ 2082 साल वैशाख 2 गते, अनि आज चाहिँ रिजल्ट डे, साथसाथै मेरो स्कुलको लास्ट यो चाहिँ सर्भिस पनि रहन्छ स्कुलमा चाहिँ। अनि त्यो काम आफ्नो अन्तिम जिम्मेवारी पुरा गर्नको लागि चाहिँ म आज स्कुल जानको लागि रेडी भइसकेको छु। अनि अब आजको दिन कस्तो हुन्छ त्यो चाहिँ म मेरो भ्लगबाट तपाईँहरूलाई देखाउने छु। होइन, यहाँनिर बनाउँदैछु थोरै। अब भने मेरो स्कुल जाँदा म के लैजान्छु भनेर तपाईँहरूलाई देखाउँछु है। अब यो चाहिँ मेरो अन्तिम दिन हो नि त, अनि त्यसले गर्दाखेरि मैले मेरो जिम्मामा परेको सामानहरू पनि थियो, त्यो सबै चाहिँ म स्कुलमा रिटर्न गर्न गइरहेको छु। फर्स्ट अफ अल त यो वर्षको रिजल्ट बनाउनको लागि बनाएको मेरो मार्क्स लेजरहरू छ। अनि मैले चेक गरेको कपीहरू छ यहाँनिर, पेपरहरू, यो एन्सर सिटहरू पनि म सबै त्यहाँनिर जम्मा गर्दैछु। अनि साथसाथै यो पेपरै भइहाल्यो। अर्को कुरा चाहिँ के छ भने, अनि हामीले अब यो योहरू पनि थियो, क्यासहरू, यो सबै मैले प्रिपेयर गरेको थिएँ। अनि मैले पढाएको जुन बुकहरू छ त्यो बुकहरू पनि सबै आज चाहिँ म स्कुलमा सब्मिट गर्न गइरहेको छु। यो सबै म यो ब्यागमा लगाएर लिएर प्रिन्सिपल सरलाई चाहिँ ह्यान्डओभर गर्नेछु मेरो सबै सामानहरू। अनि अफिसमा मेरो ड्रहरूमा पनि जति सामानहरू छ त्यो सबै कुरा चाहिँ म आज उहाँलाई ह्यान्डओभर गरेर, अनि मेरो योबाट मैले अब रेजिग्नेसन चाहिँ यो 2081 सालको फागुनमै मैले बुझिसकेको थिएँ। म 82 सालमा चाहिँ अब रहदिनँ भनेर मैले यत्रो वर्ष काम गरेको थिएँ। त्यसले गर्दाखेरि चाहिँ मैले एउटा जस्ट फर्मालिटी पुरा गरेरै आफ्नो दायित्व चाहिँ उहाँहरूलाई जोस् भनौँ न, मेरो दायित्वबाट चाहिँ म अब अवकाश हुँदैछु त्यो स्कुलबाट चाहिँ। अनि यो पछाडिको मेरो जर्नी के रहन्छ भनेर त्यो चाहिँ म भोलि फेरि मेरो ब्लगमा नै देखाउने छु। अनि सबै रेडी भइसकेको छ। अनि अब म मेरो उयोको लागि लिएर जानेछु मेरो सामानहरू अरू के छ भनेर। एज अ टिचर भइसके पछाडि हामीले बिर्स नै नहुने कुरा भन्छु यो चाहिँ। अब हजुरहरूलाई कस्तो रहन्छ सायद धेरै पनि हुनसक्छ। मसँग चाहिँ म छुट्याउनै नमिल्ने भनेको चाहिँ म जहिले पनि डायरी बोकेर हिँड्छु। अनि यो डायरीमा चाहिँ जहिले पनि म मेरो प्लानिङहरूलाई यसरी कोरेर, होइन, यो यसरी कोरेर यसलाई चाहिँ जस्ट यसरी सबै कोरिओरी यसलाई म प्लानिङ गर्ने गरेको थिएँ, होइन। अनि यसरी गरेर म यो चाहिँ लगभग मैले आफ्नो टिचिङ जर्नी जुन तारामा चाहिँ भनौँ न टिचिङ जर्नी त्यहाँनिर चाहिँ मैले इन गरिसकेको छु। अनि यो चाहिँ म
कहिले पनि बिर्सिँदिनँ डायरी बोक्नको लागि। अनि यो डायरी पनि म मेरो ब्यागमा प्याक गर्दैछु। साथसाथै मेरो एउटा पेन्सिल ब्याग रहन्छ जहिले पनि साथमा स्कुल जाँदाखेरि। अनि यो पेन्सिल ब्यागमा के छ भनेर म तपाईँहरूलाई देखाउँछु ल। पेन्सिल ब्यागमा म टिचर भइसके पछाडि मैले बोक्ने गरेको चाहिँ सामानहरू अब देख्नुभयो कि भएन, कति धेरै के छ भनेर। यति धेरै सामान छ, यति धेरै छ। ओ माई गड, मेरो बुढो र मेरो फोटो पनि रहेछ यहाँनिर। अनि ट्रफीहरू पनि छ मसँग। यो चाहिँ मेरो स्टुडेन्टहरूले दिनुभएको। अनि यति धेरै सामान छ। आज म यो सबै सामानहरू खाली गरेर मलाई जति आवश्यक छ त्यति मात्रै लिएर जान्छु। मार्कर त भइहाल्यो। अनि मार्कर चाहिँ कस्तो थियो भने अब सबैको एकै खालको हुन्छ नि त। अनि चलाएर डस्टर र मार्कर स्ट्याप टेबलमा राख्नु मात्रै पर्छ। एकछिनमा हुँदाखेरि हुँदैन, एकछिनमा खोज्दा हुँदैन थियो क्या। अनि त्यसले गर्दाखेरि चाहिँ मेरो एउटा बानी चाहिँ के छ भने मैले यो मेरो मार्करहरूमा यसरी नाम लेख्ने गरेको थिएँ होइन। मार्करमा त के हो साथीहरू होइन, यो मैले जति पनि चाहिन्छ नि टिपेक्स पेनहरू भयो होइन, सबैमा नाम छ। हेर्नु मेरो नाम राखेको छ। अनि उहाँहरूले अब चलाउँदै जानुहुने अनि फेरि कता छोडिदिनु हुने क्या। अनि त्यसरी हरायो। अनि त्यति भए पछाडि त एटलिस्ट यसरी आफ्नो नाम लेखिसके पछाडि त उहाँहरूले यो चाहिँ फल्नाको है भनेर चलाइसकेर रिटर्न ल्याइदिनुहुन्छ नि। त्यो हुनाले चाहिँ यो चाहिँ मैले आइडिया लगाएर यसरी आफ्नो सामान चाहिँ सुरक्षित राख्ने गरेको थिएँ। अनि यो सामानहरू अब मलाई आज जतिवटा चाहिन्छ त्यति मात्रै, अलिकति मात्रै लगेर जान्छु, यति मात्रै लगेर जान्छु। अरू चाहिँ आज चाहिँ म यो ब्यागमा पेन्सिल ब्याग नलगिकन जानु पऱ्यो, किनभने आज त्यति धेरै काम पर्दैन नि त मेरो। अनि यो चाहिँ पेन्सिल ब्यागमा उठाएर सबै यहीँ राखिदिनु पऱ्यो। म चाहिँ के अरे पेन्सिल इरेजर धरी पनि बोकेको हुन्छु है जहिले। यति मोटी छु म। बुढो चाहिँ फेरि यस्तो हुनुहुन्छ। कलरहरू पनि रहन्छ मेरो ब्यागमा। अब भने म स्कुल जानको लागि रेडी भइसकेको छु। अनि स्कुलमा सम्भव भएसम्म एक दुईवटा चाहिँ म तपाईँलाई त्यहाँ पनि कोरेर देखाउँछु ल। अनि रेडी भएर मेरो झोली टुङ्गी बोकेर म स्कुलको लागि निक्लिसकेको छु। म बाटोमा छु लगभग म बस्ने यहाँ। अनि मेरो स्कुल चाहिँ यो कोलाको पत्ताले छेकेको स्कुल चाहिँ हो। अनि म स्कुल जाँदैछु। ए कताको साथी अरे? तपाईँ काली नै हुनुहुन्छ है, म मात्रै गोरी चन्द्रमा जस्तै कसैलाई। अनि मेला मिस इक्जामको शुभकामना छ। राम्रो भरै है आउँछ है भ्लगमा। भ्लगको लागि नि आजको मैले भ्लग यहाँ गर्दैछु नि त। त्यसले गर्दाखेरि राम्री राम्री मान्छेहरूसँग सायद स्कुलमा पनि भेट नभए पनि अरूतिर भेट्नुहुन्छ। मैले त्यो चित्त दुखेर पित्त नफुटाउनुलाई यहाँ रमाइलोको लागि मात्रै भनेको। म चन्द्रमा जस्तो, तपाईँ काली भनेर। तपाईँ राम्री हो। यदि म केटा भने सुरुमा उहाँलाई होला भन्ने के भन्छ उमेर नदेखिने अनुहार। यता आउनु न, यता हेर्नु न, देख्नुहुन्छ ल तपाईँले बच्चा भनेर बच्चा भनेर मेरो नङ पालिस। सबै राम्री राम्री म्यामहरूसँग अब आज स्कुलमा अन्तिम दिन हो मेरो। रिजल्ट रेडी छ, टिचरहरू रेडी हुनुहुन्छ। फाइनली हाम्रो 2081को रिजल्ट पनि सकिसकेको छ। अनि त्यो बिचमा चाहिँ मैले कनेक्ट गर्न पाइनँ किनभने अब अलिकति प्यारेन्ट्सहरूको भिडभाड भयो, भिडियो बनाउन पनि अलिक अप्ठ्यारो भयो नि त। अनि त्यसले छुट्टी भएर हामी दुईजना चाहिँ घर जाँदैछौँ। सायद हाम्रो सहयात्रा यहाँसम्मै रहेछ। सन्देश सर के भन्नुहुन्छ तपाईँ? बोल्दैन पो
बोल्नु हुन उहाँ क्या यस्तो खालको मान्छे होइन यो हँसाइ पनि उहाँको दुई खालको हुन्छ है त्यो खुसीले स्माइल गरेको अर्कै हुन्छ होइन अनि अर्को के अरे त्यो स्माइल त्यो अर्कै खालको हुन्छ क्या उहाँको अब भने हामी 2081लाई टाटा बाई बाई गरे सँगै जुन तारा बोर्डिङ स्कुललाई पनि टाटा बाई बाई गरेको ल विगत 10 वर्षलाई पल्टाएर हेर्ने हो भने यस जुन तारा बोर्डिङ स्कुलमा मैले साधारण एउटा शिक्षक हैसियतले जोइन भए तापनि अन्त्यमा आएर मैले प्री प्राइमेरी इन्चार्ज हुँदै काम गर्ने क्रममा जहाँसम्म लाग्छ मैले आफ्नो दायित्वहरू कर्तव्यनिष्ठापूर्वक निर्वाह गरे जस्तो लाग्छ जसकारण जे भए पनि मेरो जीवनमा यस टिचिङ फिल्डलाई ग्रो अप गर्नको लागि जुन तारा बोर्डिङ स्कुलको पनि ठुलो देन छ त्यसले गर्दाखेरि मेरो आजीवन म यस जुन तारा बोर्डिङ स्कुलप्रति कृतज्ञता रहनेछु साथसाथै मलाई यो अवसर दिनुभएकोमा धेरै धेरै धन्यवाद छ